लाग्यो त्यो शासकहरूको फेरि आलोप गर्ने आज हाम्रो देशका चुनाव त तपाईलाई थाहा छ आजको कन्डिसनमा 80% मान्छेलाई नागरिकलाई चुनाव चाहिएको छैन व्यापारीलाई चुनाव चाहिएको छैन हामी विदेश जान्छौँ व्यापारीलाई नागरिकलाई कुनै पनि दललाई चुनाव चाहिएको छैन एउटा प्लानमा आएको छ नि बालेनलाई मात्रै चुनाव चाहिएको छ अरू कसैलाई चुनाव चाहिएको छैन यो कुरा बुझ्नु बालेनलाई पूर्वदेखि त्यो एक दिन एकछिन यो बाटोमा हात्ती हिँड्दाखेरि मान्छेको भिड हुन्छ पहिलोचोटि हो दोस्रोचोटि हिँड्नु न प्रचण्ड पनि आउँदा त्यस्तै थियो हामी जाँदा पनि ए बाबा सबै प्रधानमन्त्री अहिले के छ थाहा छ पार्टी अध्यक्ष हुने प्रधानमन्त्री हुने होड चालेको छ यो आउँदो रहेछ नि त्यहाँबाटमा हो त्यसले गर्दाखेरि तपाईँलाई म एउटा कुरा के भन्छु भनेदेखि यो चुनाव हुँदैन यो चुनाव भनेको नेपाल र नेपालीहरूको हितमा छैन ओलीले मानेका छैनन् ओलीले मानेका छैनन् ओली कसले चिङ्गारी बालिन्छ भन्नेमा छ तपाईँलाई म एउटा कुरा भनौँ यो नाटकीय तरिकाले यिनीहरू बाध्यताबाट भागेको हो चुनाव होस् भन्ने कसैलाई पनि चाहिएको छ तपाईँ आत्मा साँची राखेर भन्नु त पशुपति सम्झेर भन्नु निकास यसले निकास दिँदैन त्यसले निकास दिँदैन निकास दिने भनेको संविधान संशोधन हुनु पर्यो चेन्जीका माग पुरा हुनु पर्यो चेन्जी जहिले लगेर थुन्ने अनि चेन्जीलाई ल्याएर सुताउने अनि त्यहाँबाट चुनाव गराउने चेन्जीको कुन माग पुरा भयो भन्नु त एउटा माग दिएको हुन्छ अहिले सरकार बनिसके पश्चात पुरा हुन्छ कसरी हुन्छ अहिले अनि त्यो भने यो घट्नै हुँदैन थियो किन यत्रो घटना घटाएको यत्रो 75-76 जना किन मराएको 82 खरबको सम्पत्ति किन आगो लगाएको उनीहरूले त गराएको त यो आगो लगाउने मान्छे भनेको नि ओमरियाल गृहमन्त्री सुशीला कार्की अभिषेक सिंह तपाईँको चाहिँ नि नामै लिउनु भन्नु बालेन रासपाका जम्मै स्ट्याटस छोडिदिनु मेरो अगाडि एकछिन बालेनले मलाई बहस गराइदिउँ न सिंहदरबारमा आगो लगाएर नि 75 जना बच्चा मराएर अनि एउटा आर्मीसँग कुरा गर्नुहोस् अब सबै सकिएको छ भने डिजाइनरको मसँग त प्रमाण छ एक्सिडेन्टबाट एउटा कुरा हुँदैन अब आउने हप्ता दिनमा एउटा भिडियो आउँदैछ कि उहाँहरूको असली चिज ल्याएर म देखाइदिन्छु आउँदैछ दम हुनु पर्यो नि ओलीसँग प्रतिस्पर्धा गर्ने दम छैन मसँग गराइदिउँ न डिबेट मसँग गरौँ न रोडमा डिबेट गरौँ न काठमाडौँमा के भएको छ कुरा गरेर हुन्छ झापा 5 चौकीदार बालेन सरकार हामी जाउँ न पहिला हामीलाई झापा पुग्न दिनु न के हुन्छ जुन जेन्जी 78 जना शहीद हुनुभयो उहाँ जेन्जी र हो कि जना मान्छे आएर यसो भिडियो खिचेर सोसियल मिडिया फेक मिडिया चलाएर हुन्छ माहौल त हेर्नुहोस् मैले भने त यहाँ कुकुर चोल्छ्यो भने पनि मान्छेको भिड हुन्छ क्या हेर्न मान्छे काम नभएका मान्छे हेर्छ कस्तो कुरा गर्नुहुन्छ तपाईँ काम गर्ने मान्छेको चाहिँ कुरा गर्नु न महानगरपालिका कर्मचारीले हामीलाई कुटेर पठाउन थाल्यो अहिले कुटेर पठाउन थाले महानगरपालिकाका कर्मचारीले कुटेर पठाउन किन उनीहरूले कुटे भनेदेखि लोकसभा पास नगरिकन बनाउनु पाइँदैन मेयर भन्ने कर्मचारीले चाहिँ अनि कुटेर पठाउने त्यहाँका कर्मचारीले भट्टाईहरू भने यस्ता कुटेर पठाउने घाँटी भाँच्ने त्यहाँका कर्मचारीले गरेका हुन् कर्मचारीले यसरी घाँटी भाँच्ने कुट्ने खास गरेर यो जुन विदेश जाने एक त विदेश जानु हुँदैन भन्ने मान्छे चाहिँ म तर म आफ्नो जिउ बेचेर म आफ्नो शरीर बेचेर म आफू बेचिएर होइन विदेश गएर यहाँ रोजगार भएन यहाँ रोजगारी नभइसकेपछि यहाँका उद्योग धन्दा कल कारखाना बन्द भए म विदेश गएर 2 पैसा कमाएर परिवार पनि पाल्छु राज्यलाई रेभिन्यू पनि पठाउँछु भनेर आज जुन यो कोरियाको जुन इतिहास भन्दो रहेछ होइन यसमा तपाईँहरू उहाँहरूको हालत हेर्नुभयो नि तपाईँहरू हेर्नुभयो होइन भनेपछि आज 7 वर्ष 8 वर्षदेखि ल्याएर छ त्यो कति पढ्नु नेपालीका छोराले क ख ग सिकेर आइए पास गरेर बिए पास गरेर फेरि कोरियन भाषा सिकेर
भरेर कोरियन पढ्ने भयो पैसो कमाएर पठाउँछु भनेर आज 8 वर्षदेखि 20 वर्षमा सुरु गरेको मान्छे 28 वर्षको भयो उमेर यी सकिसक्यो अनि यी मान्छेले गएर कहिले कमाएर पठाउँछ ती मान्छेको भविष्य के हो अनि त्यो भित्र यत्रो ठुलो चलखेल रहेछ जसले पैसा बुझायो नि त्यो चाहिँ जान पाइहाल्दो रहेछ पैसा नबुझाउने मान्छे जान पाउँदो रहेछ त्यसले गर्दाखेरि म तपाईँहरूलाई के भन्छु भने तपाईँहरूको पक्षमा म छु तर तपाईँहरूले एउटा कुरा के बुझ्नुहोस् भने मैले सर्वहारा वर्ग भुइँ मान्छे उत्पीडन वर्गको कुरो उठाउँदै गर्दा तपाईँहरूका बुवा आमाको पनि कुरो उठाएको थिएँ मैले तपाईँहरूकै लघुवित्तको सहकारीको ब्याङ्कको कालो सूचीमा परेका कुराहरू सबै तपाईँहरूलाई दियो नि त हो कि नि तपाईँहरूले कुरा उठाएको तर तपाईँहरूले एउटा कुरा के बुझ्नुहोस् भने यो व्यवस्था यो संविधान संशोधन नगरिकन सर्वपक्षीय सरकार बनाएर यो संविधान संशोधन गरेर यो व्यवस्था परिवर्तन गरेर ठाउँमा नपुगिन्जेलसम्म यो तपाईँहरूको हालत त्यस्तै हुनेछ त्यही भएर 12,000 हुनुहुन्छ अरे आउनुहोस् न आन्दोलनमा निस्किनुहोस् 12,000 यहाँ 300 जना निस्केर त भएन नि त 12,000 आउनुहोस् एक भएर अगाडि बढौँ एक भएर मेरो साथ तपाईँहरूलाई छ र मैले कहाँ जानुपर्छ तपाईँहरूको लागि म जान तयार छु कुरो बुझ्नुभयो कि र म अहिले यहाँ अनसनमा आएको बेलामा तपाईँहरू पनि हुनुहुन्छ भनेर तपाईँहरूलाई सहमति तपाईँहरूको आन्दोलनलाई सहमति सहयोग जनाउन आएको र तपाईँहरूको पक्षमा जहिल्यै दुर्गा प्रसाद छ यति बुझ्नु होला र तपाईँहरूको माग यो सरकारले त पुरा गर्दै गर्दैन गर्दै भए अस्ति गरिहाल्थ्यो नि राजेन्द्र भण्डारी अहिलेको सहमन्त्री होइन पहिलाको डिआइजी एआइजी भएका मान्छे होइन उसलाई थाहा छैन तर उसलाई गर्ने मुनै छैन किन गर्छ आन्दोलन सक्यो भने त सक्यो भने खेल खत्तम सकिएन सबैको त्यसले गर्दा यहाँ आन्दोलन सक्नेमा कोही छैन यो देशलाई रणभूमि बनाउने अनि युवा जति विदेश पठाउने देश खाली गर्ने र विदेशी सेना ल्याउने रणनीति हो यो कुरो बुझ्नुभयो कि कुरो बुझ्नुभयो नि त्यसले गर्दाखेरि एउटा युवाको उमेर कति हुन्छ 8 वर्ष बाटोमा गइसक्यो त्यो मान्छेले 8 वर्षमा कति कमाउँथ्यो कोरियामा गएर अनि मैले अस्ति भेट्दाखेरि तिमीहरू कहिले जान्छौ कहिले कमाएर पठाउँछौ त्यहाँबाट कहिले बिहा गर्छौ तिमीहरूको पुलिसको नेपाल प्रहरीको विश्वास गर्ने कि नेपाली सेनाको विश्वास गर्ने कि अफिसरको विश्वास गर्ने कि सर्वोच्च अदालतको विश्वास गर्ने कि प्रधानमन्त्री कार्यालयको विश्वास गर्ने कि राष्ट्रपतिको विश्वास कसैको विश्वास छैन कुरो बुझ्नुभयो कसैको विश्वास गर्ने ठाउँ छैन सबै धराशय भइसकेको छ सबै धराशय त्यसले गर्दाखेरि म तपाईँहरूलाई के भन्छु भने हामीले आह्वान गरेको छ आन्दोलन हामीलाई पनि यहाँ सरकारले झुक्काइरहेको छ हामीलाई उसले खेला जस्तो लाग्यो हामीले खेलाइरहेछौँ किनभने कार्की सरकारको हैसियत त म तपाईँको एउटा कुरा भनौँ त्यो कार्की सरकार छोराको बिहा गराउन भनेर आएको हो नि त केटी खोजेर केटी हेर्दै गएपछि के गरेर थाहा छ बाबुले आफै बिहा गरे छोरी बुहारी बिहा गरे यस्तो जगदीश गरेर सबै चुनावमा गरी आफै बिहा गर्छ अहिले यो सरकार चुनाव गराउनेमा छैन म कति पपुलर छु भनेर पपुलारिटी जाँचेर हिँडेको छ उम्मेदवार पनि र खास गरेर आज चुनाव भनेको अहिलेको चुनाव भनेको नि कसैलाई पनि चाहिएको छैन रासपा र एउटा गगन थापाको केही प्यानललाईदेखि बाहेक त्यो पनि अब गगन थापा पनि हार्ने भइसकेपछि आन्दोलनमा आउँछ कसले आन्दोलन घोषणा गर्दैछ कसले चिङ्गारी बाल्छ भन्ने छ क्या तपाईँलाई आगो चाहिँ कसले तर आगो लाउने दुर्गा प्रसाद र चिङ्गारी बाल्ने एउटा कुरो बुझ्नुहोस् न मलाई अस्ति त थुने अहिले पनि मलाई थुन्ने प्लान छ कहिले 1 हप्ता अगाडि चाहिँ थुन्छ तर मैले अहिले यस्तो टिम बनाएको छु कि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकैचोटि व्यवस्थापन हुने गरी म तयारी गर्दैछु हाम्रा पुलिसका साथीहरूले पनि बुझ्दा हुन्छ पुलिसका साथीहरूले पनि हतियार बिसाउँछ नबिसाउँदा उपाय छैन त्यसले गर्दाखेरि म तपाईँहरू सबैजनालाई के भन्छु भने साथ सहयोग मेरो हुन्छ त्यो भन्दै म बिदा लिन्छु नमस्ते अब हाम्रो एसपी साथी बोल्नु यहाँ उहाँ धन्यवाद आज युवाहरूलाई जुन एउटा छुट्याउने र